निम्न वार भू कने 40 रुपैयाँ मिटर होला हौ दिन्छ आन्न ठाडो नहुन किन हुनुमै पाटनको तल फेरि तलको मान्छे पर्खिरहँदा ढिलो हुन्छ क्या काम छ नपारो तिम्रो त कस्तो अपारो धार्ने हो रे बालानमै बस्यो अते कोप्टी गछ माथि बाटोमा पक्रेर इन्जेक्सन हालेको अब अर्को इन्जेक्सन हाल्नु रामलाई नलेलाई हाल्नु भुतो काम चाहिँ हाल्नु वाखा फाट्नु कोही खेल रहा तुझे हमसे बीसी होला नि पोखरी न चेप्टा हाल्यो बाँड्नलाई भिडियो कल हालिरहेको छ बस त्यहाँले बुवा नकाट्यो भिजाउनु कि नभिजाउनु भिजाउने हो भिजाउनु पर्छ ल माथि उडो भयो लु बुवा ढलिसक्यो आउनु है छिटो बाबा नि त्यो सिसी पानी नरेन्द्र फोन लाग्यो मेसिन आएको निक्लेर आएको डिफान ढालेर केटा चाहिँ क्या सुन्नु मोस्ट बुढा थियो धेर दिन के अनि भिजाउन पर्छ बाल्टी अनि बाकेर प्लास्टिक लग्यो होला बमा फेरि एक राउन्ड हान्छ जे चाहिँ भित्र दाउरा लाउनु पर्छ क्या हो कलम थियो त्यति ल्याऊ भनेर कल गरेको कल गरेको दाजु उनी गइने बाहिर नि इकीमा समाज काम नै हाम्रै साधनलाई फोन गरौँ साधन आएकै छैन साधन गए साथी थिए वर्ष दिन बोलेर खायो orang mana sih sudah kubro nih akibat kan naik deh haram je cara masih nih tuh ujiu ya परिमार्जन पशुपति र मुर्गा बोले मर्छ साथी
निहुनु वार भु तार छ निहुनु छ नि हो क्या नेपै थामिरहेको छ पछि कुने रहेछ धनी भयो फेरि उताबाट महँगो पर्यो मलाई दाजु खास छ भने 25 रुपैयाँको होला पच्चिस नेमा बढी होला ए अर्को खाले रहेछ पनि 50 अहिले दसैँ निमकाम चाहिँ अलिक बढी लिन्छ यो चाहिँ 6 को रहेछ के जाँदैन राजा वरम चाहिँ कति भने ए लस्टर छ अहिले अहिले अलिक बढेको छ 36 झन्डै 40 रुपियाँ लिटर होला हौ दिन्छ र पाल्नुलाई चाहिँ किन छ भन्ने गुड खानु चाहिँ ओटो पुरै होला मक्क पर राख्यो भासी गफर भाइ हजुर ए हजुर दाजु हामीले गइन्छ किन हुन्छ होला दाजु गरम लास्टिर हुन्छ होला जुन अलि बस्नु होला गेन रहनु भन्छु होला ए बुढो त साथी हाँ हुँदैछ खाइन भइसक्यो अब चैत्र फागन होइन चैत्र 11 कि 13 कति किलो काँडा पनि गरेर झापार चाहिँ के मत गराउन स्टार्ट भएको हो कि हो भयो पहिरो हो भने मासिन्दादेखि होला के हो टिका ल्याउँछ र खोइ ताजा नाका रेनको छरे युकेश लाग्छ गोरु ओसी चाहिँ गोरु छैन नाति छैन नि ए सँगै बक्स राम्दिन्छ हाम्रो 4 महिना नि दिन्छ होला है ए ल अझै बान्थे हो झाडु भन्न गाउँदा पनि दिनु गर्ने घोटा घोटेको मेनु ए झरेको होला भनेको किलो काँडा लिइरहनु पर्यो भनेको लुलु छिटाउनु र तोलेर 10 भाइ जम्मा भइसक्यो भाषा दिमबासी के पल्ट दिन के पल्ट ए त खरै बास्ता नै ग्रुपले हालै हो नि र अगतिको भन्दा गोपीनाथ दिदी काम रहेछ हिजो अनि हौरी ओ सत्य ने वार पारे 3 ठाउँ पुरै ओगते आखलुक तिंगे वार पारे बेमा मिसियाम ओले ठाउँ लागे तिमी बस मुटुदा भेट्नु हो तरेका दिस गरे फोन टोली गरे है मिन आम जाए के सारा तैछ त अर्डर दिनु नि छेप्तो खाँदै गरेको निलो मजा पर्छ रेखा दिदीलाई ओ मिना बनाएको अनि अब छोरा त्यही गएर खाने नि त उनी चाहिँ त्यस्तो खाँदै थियो रेखा दिदीको नियम दिदीको पन्च्यौ आमे पन्चो ल्याउनु 5 वर्ष चाहिन्छ कि परेवा खुट्टा राँगा छोरा बोल्टाउनु निरा भयो बादमा ए भाल जति के निरा लगेर दुई दोहोरे भिलेजमा हाम्रो चाहिँ कहिल्यै सुँगुर ठुलो नहुने भयो पहिले नै हैन बगान त रोक्नु बनाइयो नि त पछिबाट भाइदिनको खोर अनुसार हो नि होइन हैन मेन अलिक सामान गोर फेरि दामी होमरुम बनाएको र दामी सक्लेको बुवा चाहिँ काटिहाल्ने के होममा बासनमा पाठाने 4 महिनाको 4 महिनाको 10 चार्ने भएको थियो तर फेरि अनि अचम्मै भएन खराब बनाएको थियो पर्नु चाहिँ स्याहार हो कोले राम्रो या फेरि सुँगुर पनि इभन गरेर जल्दी 6000 इत्रो ल्याएको है 1.5 केजी कति ल्याएर 6000 मा ल्याएको तर अझै 4 महिना पालेकोलाई मैले 20-25 हजार ठोक्यो ठोक्यो अनि 4 महिनाको 10 था के बडालु सुरा हालिरहेको सन्तुकले फेरि नोकरलाई कुकुरले नकराउन थाल्छ
यो यहाँ रहेछ नि यहाँ काट्ने चाहिँ कहाँ उता के त भालमा सेल पार्ने ढालेर ल नु मार्नुपर्छ कि तातो होला यो एक घन्टा खोजेर माल हुन्छ नु मारिराख्नु जाँदैन कृष्ण कृष्ण ए बाबु सुमन हजुर ये खाऊ है भिडियो नि आयो पेटमा बने बेन क्या अब कुले हजुर पा हुन्छ अन्त माइलो ल बेसार छ कि छैन नि पा बजाला सारे नि सार हेलो बाबु का हरिजन भयो 4 बजे बेतन ल्याको कर्दो आन्द्रा फेरि भरे हैन यहाँ लखु परे बजार सिस्टम यहाँको लखु परे बजार सिस्टमले किलो नि होला नि यो काका ल हुन्छ त मेरा चाहिँ निकाल्नु त बजार सिस्टम हजुर दाजु यो बुवा आन्दैछौँ त बिग्नै खलु भन्नु कलम पाक्नु लाग्यो त अर्को पट्ट निकाल्छ कलम काट्नु महिला साबुन चाहिँ मिथेन वरम जेडेगा गरम हो खलम काट्नु त हैन हौ गरम त आरेको हो भने यस्तो चाहिँ चेयर भएर नि त यहाँको बजार सिस्टम दुई फ्याक गर्ने होममा आइते नपाउनु कर्दो त हाल्नु लाग्छ खेल सक्छ होला है खोइ राति गर्दै कर्दो गर्नु हुँदैन हुन्छ भलिलोको कोठार यो फुटेछ कि गरम सिनाइदियो काका इमान orang bawa kan rok ne kuliah mah bebas para sutan रोग रहेछ नि मागा त्यहाँ ओए पिर के परि गएको छ तर खेरी रे mak डाइरेक्ट निकाले खाले के ये hora भर्खर उड्दैछ क्या यो चाहिँ यो परेको रहेछ राम्रो भएछ masalah lagi aku ali apa sen ni
बिस्तारै काट्दैन नातिन भर्खर हो रिजल्ट भएको छैन त भाले भाषे कि छैन ठिक छ पिता माइली काममा बस्नु मन लाग्दैन मिना छ नि पाँच ताल धदाउने होइन राख्दियो हो सरी भन्छु जोख्ने होला नि त डिभाइड के अरे 50-50 गर्ने होइन फुटाउने हो सबै फुटाएर जोखौँ न हामी होइन हजुर ओ आटे आटे दुध भयो कि कहिले ती भा सबै फुटाएर जोख्ने होला नि ओसी हो फ्लो पनि निको भन जोक्नै नजोक्ने तर दुई ठाउँ गरेर चाहिँ क्रोममा पर्दैन हौ केटालाई थाहा भयो होइन थोम थोम के अनि हो थोममा राख्दियो पाता पाता जोक्न ढिलो मेरो दुईजना अलिक बढी छ ओ यो दुईटा चाहिँ के एकपट्टि हालेको भए हुन्थ्यो साबै दुई धान ओराम चाहिँ कोकोपट्टि साढे 2 छ होला तीन धानी छ र होला तिनीहरू झन् पो होला पहिला यो चिप चाहिँ जोख्नु पर्छ क्या ए ल त्यो तीन धानी मान्ने 6 धानी हो यो दुईटा बराबर गर्नु भने अब चाहिँ दो त्यही त ओर्चिप नलेकै भनेको मेटा टिपी त ओराम चाहिँ निकाल्दिउँ कि अनि अरू बराबरी ओराम निकालौँ न आज अहिले होइन त अगाउलाई मेटाम टिप्नु छदार्नीमान त छदार्नीमा नै भयो यता बढी हुन्छ होला यता बढी भन्छ के ओराम चाहिँ निकालौँ मे निकालौँ त बासी ओकाम आनुपट्टि निकालिसकेको छ ल नपुगेको उतापट्टि हाल्नु मे ठ्याक्क मिलाउनु मे अरू खोलौँ हाल्दिनु खोलौँ हाल्दिनु एउटा डल्लै सुर काटेको आधी पा पाइने अझै फेरि चाहियो अझै खान्छ अझै दाली दुधी भाइ ए अझै खाने रहेछ ओ काँडा नि ठिकै छ नि ठिक छ अझै फेरि टिममा अझै पनि होइन अझै खान्छ ल ओरामले तल सान्डुम्नेलाई ल अब यो एउटा चाहिँ ढुटाउँ होइन एउटा चाहिँ सान्डुम्नेलाई सान्डुम्ने राखिदिउँ हुन्छ ल माटोमा हाम्रो छोरीले कति सिकायो माटोमा भन्ने चाहिँ माटोमा है माटो झन्नै गर्दा बाँधेर सुर्ती गरेको माझेर यसले डोले भएर पुऱ्याउनु पर्छ कि यो रङ मेरो रिस्ताले कुरा त गाह्रो पर्छ के साह्रो बेला बस्यो कप बस्यो भने त कता मिना र्याकपा दोराम भुटुम सियो लाउने हो र दिदी सियो लाउने हो र सर यहाँ हामीले लिएर गएको त टिप्नु परेन ओ हामी अनि 5 किलो छ नगाउँ ढुडाएर छोड्दिनु एकति मैला भइगयो त आइपक्कामा चाहिँ लगानी हुन्छ मेरो भाउदिन मस्ते पनि गराउँ त्यता नआउँला भित्रै ओभर पदिन के गर्नु के हाम्रो सर आइपुग्नु बिना बोकेर अनि कहाँ लगानी हुन्छ
कि बुढोका लाउँछ कि अलिअलि बुढो त अब ओटाउने खोइ हाम्रो आउनु मात्रै उहाँ कि मस पाकर किन बाजु? भने बहु बोल्न किन दियो मैले चाउँछौ खाइसक्यो ए बाजु ठिकै छ खानुपर्छ खाइ भएन नि त अनि भाइ बेटा इसीके भयो बेटा इसीके भयो बस्ताको गो खै अब हिसिरो ममरा लिएर जानु पर्यो भने आहो अङ्कल ल है सारी दिन ल गर्दै गरौँ है ओब्राको नेगेटिभ छ त म अनि भनेको होइन खङ्लो क्या रक्ने त अनि कसले हो ओख्रो र टिक्का दिउँ नि काटेको त कालो नभएको यो तुजु ओटालु आउनु त अब ठिकै छ उभिका हो उभिका खोले बोरा राख्नु हौ लोकेको हो राको खोले होइन हो न अर्को अर्को काट्ने कुरा छ नि त्यहाँ अर्को ढाल्न लागिसक्यो नि त तिनटा पो छ त अझै